नमस्ते सबैजनालाई र यो भिडियो एयरलाइन्सको जब कसरी खोज्ने र कसरी एप्लाई गर्ने भन्ने बारेमा जुन कि मैले पहिलाको भिडियोमा चाहिँ एयरलाइन्सको रिक्वायरमेन्ट्सहरू क्वालिफिकेसनहरू के चाहिन्छ भन्ने बारेमा मैले भनेको थिएँ र यो चाहिँ पार्ट 2 फर्स्टमा धेरैजनाले भन्नुहुन्छ कि म नेपाल एयरलाइन्समा काम गर्न चाहन्छु कसैले एतिहाड कतार एयरवेज थाई एएनए जाल एयरलाइन्समा धेरैले भन्नुहुन्छ र फर्स्टमा बुझ्नुपर्ने कुरा चाहिँ कुन एयरपोर्टमा काम गर्न चाहनुहुन्छ त्यो कुरा चाहिँ मोस्ट इम्पोर्टेन्ट छ किनकि एयरलाइन्सको एयरपोर्ट अनुसार नै ह्यान्डलिङ गर्ने कम्पनीहरू डिफ्रेन्ट हुन्छ। नारिताको प्यासेन्जर ह्यान्डल गर्ने कम्पनी छुट्टै छ, हङकङको छुट्टै हुन्छ, मलेसियाको छुट्टै हुन्छ, यो छुट्टै हुन्छ। धेरै भास्टमा जाँदिनँ, म एकदम सिम्पल भनेर भन्छु। नेपाल एयरलाइन्सको चाहिँ प्यासेन्जर सर्भिस ह्यान्डल गर्ने सिम्पिटियर भन्ने कम्पनी हो, जापानिज कम्पनी र यो सिम्पिटियर कम्पनीले अरू एयरलाइन्सहरू पनि ह्यान्डल गर्छ। नेपाल एयरलाइन्सको प्यासेन्जर सर्भिस एजेन्टको भ्याकेन्सी भनेर नेपाल एयरलाइन्सको होम पेजमा अथवा अफिसियल साइटमा खोज्नुभयो भने कहिले पनि भेट्नुहुन्न, किनकि त्यसरी कहिले पनि भ्याकेन्सीहरू खोल्दैन। सिम्पिटियर कम्पनीले पनि तपाईँको नेपाल एयरलाइन्सको ह्यान्डलिङ कम्पनी भनेर कहिले पनि त्यसरी भ्याकेन्सी राख्दैन। कि फर्स्टमा तपाईँले कुन एयरपोर्टमा काम गर्न चाहनुहुन्छ त्यो कन्फर्म गरेर त्यो एयरपोर्टको चाहिँ तपाईँले रेउक्याको हन्दरिङ प्यासेन्जर सर्भिस एजेन्टको भ्याकेन्सी कुन छ भनेर खोज्नुभयो भने चाहिँ त्यहाँनिर लिस्ट आउँछ भ्याकेन्सी राखेको कम्पनीहरू। अनि त्यो कम्पनीमा चाहिँ तपाईँले आफ्नो अब उनीहरूको वेबसाइट खोज्नुभयो भने त्यहाँनिर कम्पनी एयरलाइन्सको लिस्ट आउँछ उनीहरूले कुन ह्यान्डल गरिरहेको छ भनेर। र स्पेसली नारिता एयरपोर्टमा चाहिँ एफएमजी यो स्विस स्पोर्टहरूले चाहिँ एकदम धेरै एयरलाइन्स ह्यान्डल गरिरहेको हुन्छ। र त्यो बाहेकको अरू भनेको हाम्रो नेपाल एयरलाइन्स ह्यान्डल गर्ने भनेको चाहिँ आइएससिटी भित्र पनि सिम्पिटियर भन्ने हो र सिम्पिटियरले चाहिँ प्यासेन्जर सर्भिस ह्यान्डल गर्छ। र तपाईँलाई यदि नेपाल एयरलाइन्समा एज अ प्यासेन्जर सर्भिस एजेन्ट काम गर्नु छ भने चाहिँ तपाईँले सिम्पिटियरको भ्याकेन्सी ओपन छ कि छैन भनेर तपाईँले चेक गर्नुपर्ने हुन्छ। र त्यो कम्पनीमा तपाईँले एप्लाई गर्नुभयो भने चाहिँ तपाईँले नेपाल एयरलाइन्सको प्यासेन्जर सर्भिस एजेन्टको लागि काम गर्ने मौका पाउन सक्नुहुन्छ। र नेपाल एयरलाइन्सको लागि मात्र होइन कि तपाईँले सिम्पिटियरले अरू एयरलाइन्सलाई पनि ह्यान्डल गर्छ। जस्तै लास्ट टाइम एयर इन्डिया थियो, अहिले छोडेर हानेदा गयो। त्यो बाहेकको अरू भनेको मेबी एयरसोल र इथियोपिया जसलाई थियो, यो एयरलाइन्सहरू पनि तपाईँहरूले काम गर्नु पाउनुहुन्छ। जो पनि यो फिल्डमा इन्ट्रेस्टेड हुनुहुन्छ प्लिज मजाले एप्लाई गर्नुहोस्, जति सक्दो सबै ठाउँमा एप्लाई गर्नुहोस्। र फर्स्टमा चाहिँ तपाईँको इनिसियल इन्ट्री हो, तपाईँलाई छिर्न चाहिँ गाह्रो हुन्छ। जब तपाईँले छिर्नुहुन्छ, जब तपाईँसँग एक्सपिरियन्स हुन्छ, त्यसपछि तपाईँलाई मन लागेको एयरलाइन्स, मन लागेको कम्पनीसँग चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ। र आफ्नो ग्रोथको लागि चाहिँ चेन्ज गर्न चाहिँ कहिले पनि नडराउनु होला।